हेलो नमस्कार एभ्रिवान। हेलो नमस्ते। आज चाहिँ शनिबार हामी चाहिँ अहिले चिसङगढी गाउँपालिका वार्ड नम्बर 6 भदौरेमा छौँ। 3 जना भएर हजुर टक्क आज हाम्रो चाहिँ अरू चाहिँ उकालोतिर ट्रेकिङ जान्छ, हामी चाहिँ ओह्रालो ट्रेकिङ आज भरे चाहिँ उकालो हामी चाहिँ सर जाँदैछौँ। यो चाहिँ तिलको बिरुवाहरू मैले चाहिँ फर्स्ट टाइम देखेँ। तिल चाहिँ यस्तो हुँदो रहेछ। लेखराज सरले लगाउनु भएको तिलहरू। तिलको तेल पनि हुन्छ नि। तिलको तेल अचार पिना पनि खाँदो रहेछन् है। के गर्ने त्यसमा चाहिँ तब हामी आएर चाहिँ के भन्नुभएको रहेछ? हामी आएर हेल्प गर्नलाई भनेको हामीले हेल्प गर्नुपर्छ। हेल्प गर्नलाई भन्नुभएको। चाहिँ हाम्रो रोड है त। ओके हामी चाहिँ अहिले के अरे मस्याङ भनेको यो चाहिँ मासहरू है। यो चाहिँ मास खेती। यहाँ चाहिँ मासहरू फलिरहेको छ दालको रूपमा खानलाई। यो कालो माससँग यो मास यो मासहरू म घरमा प्राय लान्छु। उता चाहिँ कोदो, यता मास उता कोदो। दामी भइरहेको छ कोदो पनि। यहाँ चाहिँ जुनारहरू दामी फलिरहेको छ। यो चाहिँ सुन्तला होइन, हाम्रो पश्चिमतिर चाहिँ मौसम भन्छौँ सर यसलाई हामी। पश्चिमतिर चाहिँ मौसम भन्छौँ। यहाँ चाहिँ जुनार भन्नु हुँदो रहेछ, तर मौसम पनि भन्नु हुँदो रहेछ। चाहिँ बोटहरू फेरि चोर्न एक्सपर्टहरू हुनुहुन्छ हाम्रो। एक्सपर्ट भएको त अघि नै टिपिसक्यो हैन, तर मलाई ट्राई अन्टिल यु डाई हुन्छ नि हैन। तर तपाईले हरियो टिप्नु भयो नि। अनि सुकेकोमा त किरा हुन्छ हैन। यता चाहिँ हुने हो किरा। फाइनली गाइस मैले एउटा यस गाइस त्यस्तो भए चाउरी परेछ के एकदम पोटिलो हुनु पर्यो त्यस्तो। यो चाहिँ पोषक तत्त्वहरूको कमी। इन्द्रको लागि अब पानी दामी भ्यूहरू छ हाम्रो चाहिँ गाउँमा। हाम्रो गाउँ भन्दा पनि हाम्रो भदौरे चिसङगढी। यो चाहिँ सिस्ने खोला होइन त सर? ठोट्ने खोला। ए ठोट्ने र सिस्ने खोला होइन सर? आज चाहिँ हामी शनिबारलाई युटिलाइज गर्दा यसो घुम्न निस्केको। हाम्रो दाइहरु बिरामी हुनुहुन्छ रे हैन। अनि टक्क रमणीय बस्ती अनि रमणीय भ्यूहरू हेर्दै हामी चाहिँ अहिले रिसेन्टली हामी हियर चिसङगढी गाउँपालिका वडा नम्बर 6 भदौरेमा छौँ। अनि यहाँबाट चाहिँ हाम्रो सिद्धिचर नगरपालिका वार्ड नम्बर 4 र 11हरू पनि देखिन्छ। यता तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। यो चाहिँ रुम्जाटार अनि यो माथि चाहिँ ओखलढुङ्गाको सदरमुकाम ओखलढुङ्गा बजार। अनि यो तल यहाँ तलको चाहिँ रुम्जाटार, माथि चाहिँ ओखलढुङ्गाको सदरमुकाम ओखलढुङ्गा बजार। यता चाहिँ हाम्रो रातमाटेहरू चिसङगढी गाउँपालिकाकै क्षेत्रहरू हो यो चाहिँ। अनि ओखलढुङ्गामा चाहिँ यस्तो पनि हुन्छ है गाइस। बाटोमा यसरी फर्सीहरू अहिले चाहिँ हामी बिच्चा बाटोमा छौँ। तल के अरे हामी चाहिँ मिनबहादुर श्रेष्ठ दाईको घर अनि हामी चाहिँ के अरे फर्म कुखुरा अध्यक्षज्यूको फर्ममा पनि हामी जाँदैछौँ। अनि यहाँ चाहिँ टक्क मिलेको घरमा आएर खाना चौतारामा रेस्ट गरिरहेको हाम्रो मास्तिर टेकबहादुर दाईको घरमा बस्यौँ। दाईसँग गन्थन गऱ्यौँ हैन। त्यसपछि अब हामी चाहिँ हाम्रो मिन दाईको घर जाँदैछौँ। त्यहाँ नजिकै एउटा हाम्रो यहाँ ओडाबाट बनाउनु भएको फार्म अनि ओडा अध्यक्षज्यूको फार्म उहाँको फार्ममा पनि गएर अवलोकन गर्ने हाम्रो ध्येयका साथ
चौतारा छ एकदम अगाडि बढ्दै रेडिमेड चौताराहरू रहेछ एकदम रमाइलो भयो है अनि यस्तो यस्तो राम्रो छ कि अनि यहाँ एकछिन बस्नै पर्छ भन्ने लागेर हामी बसेर सर यो पनि देखाउने कस्तो राम्रो हामी अब हिँड्यौँ अनि तपाईँलाई कस्तो लागिरहेछ आज एकदम रमाइलो लागिरहेछ एकदम खुसी लागिरहेछ हामीलाई समग्र एकदम रमाइलो लागिरहेछ अनि शान्त हाम्रो यात्रा हो होइन अनि धेरै पछि हामी यसरी हिँड्ने अवसर जुरेको छ अनि यो टाइमको चाहिँ म चाहिँ भरपुर भित्रैदेखि महसुस गरेर नि एकदमै रमाइलो महसुस गरिरहेको छु होइन सधैँ सधैँ यस्तो समय आउँदैन नि त होइन एकदम सही हो आज सैटरडे पनि हो अनि शनिबारको दिन हामीले फर्म पनि हेर्ने दुईजना परिवारहरूलाई पनि भेटघाट गर्ने होइन उहाँ चाहिँ अहिले घरमा आराम गरिरहनु भएको अवस्थामा भेटघाट गर्ने त्यो पनि एउटा राम्रो हुन्छ अनि त्यसपछि हामी तल फर्म पनि हेर्ने त्यो पनि हेर्ने हाम्रो अध्यक्षज्यू पनि तलै हुनुहुन्छ अनि यहाँ चाहिँ बाटोमा एकदम मजा लिन्छ बाटो फेरि हिँड्ने खालकै रहेछ बाटो है ढुङ्गाहरू त्यस्तो छैन रम परेको होइन सजिलो बाटो छ क्या आनन्दको हामी गफ गर्दैछौँ गफ गर्दै हिँड्दै गइरहेछौँ मैले यो ठाउँ गर्मी ठाउँ हो होइन घाम लाग्यो एकदम घमाइलो छ तर पनि हामी चाहिँ ज्याकेट लगाएर होइन गफ गरेर रमाइलो छ एकदमै रमाइलो छ फाइनल्ली हामी चाहिँ फर्ममा यहाँ चाहिँ कुखुराहरू माछाहरू रहेको छ कुखुराहरू चाहिँ वाउ गन्दा आयो गाइज टक्क झालमा बसेर चाहिँ टन्न छ कुखुराहरू यता जाँदैछौँ कुखुरा फार्महरूदेखि लिएर के गर्दै हो गाइज चामलले चाहिँ धान पनि टन्न फलिरहेको छ धानहरू यहाँ कस्तो राम्रो भएको है धान यो के कालो चाहिँ के रोग लागेको हो दामी धानहरू फलिरहेको छ ठक्क लगाएर म छु यी दृश्यहरू हेर्दै अघि बढिरहेको वाउ फलेको यहाँनिर रुख भन्नु हुँदो रहेछ बडहर रे यो चाहिँ बडहरको रुख अनि चाहिँ यहाँ रहेको छ यो चाहिँ बेसार फर्म बेसारहरूको खेती हुँदै रहेछ यहाँ चाहिँ त्यो टेन्टमा टमाटरहरू तरकारीहरू पनि हुँदैछ यो चाहिँ यहाँ पनि बिरुवाहरू उत्पादन पनि नर्सरी टाइपको पनि रहेछ है त यसरी बिरुवाहरू उत्पादन गरेर चाहिँ बेच्नु हुँदो रहेछ वाउ यो त अलि धेरै ठुलो भइसकेको छ त सर अब नि यो त ट्रान्सफर गर्नुपर्ने होइन त यिनलाई चाहिँ अलि ठुलो भइसकेको छ आफ्नो ओडामा चाहिँ फ्रीमा होला यो चाहिँ के हो मोरिङ्गा यो चाहिँ के को बोटहरू हो चिन्नु होला गाइस हाम्रो चाहिँ चिनिएन यहाँ चाहिँ रहेछ यो पनि ठन्नै रहेछ त्यसपछि यहाँ चाहिँ बेसार अदुवाहरू टन्न रहेछ भित्र चाहिँ यता चाहिँ टमाटरहरू त्यसपछि खुर्सानीहरू टन्न हजुर हाम्रो वडा अध्यक्षज्यू चाहिँ आफ्नो फर्ममा मजाले खुर्सानीहरू टिप्दै हुनुहुन्छ
यो चाहिँ कुरिलो यो हो है वाउ यो चाहिँ कुरिलो भन्दो रहेछ जाम किरा लाग्दैन है त्यतिकै कृषकको छोराछोरी भएर किरा लाग्छ भन्ने जाम टक्क टमाटरहरू दामी काँचै खाउँ टाइपको फलिरहेको छ त हाम्रो सरले पनि एउटा टिपेर खाइदिइहाल्नु भयो वाउ नेचुरल खानु नै नखाऊँ होला अहिले तर मिठो चाहिँ हुन्छ बच्चा बेला खान्थ्यौँ हामी पनि खाना चाहिँ ल वाउ यो चाहिँ कुन टमाटर हो यो चाहिँ कस्तो खाले टमाटर फेरि टाइप्सको टमाटर यो चाहिँ टाइप्स अफ टमाटर ए किराहरू मार्नलाई है यस्तो पनि हुँदो रहेछ यसो तरकारी बालीहरूमा लाग्ने किराहरूलाई कन्ट्रोल गर्नलाई चाहिँ एट्र्याक्ट गर्छ नि त यसले लाइटमा त्यही भएर त्यहाँ आउँछ चाहिँ खुर्सानीहरू डल्ले खुर्सानी मोरिङ्गा यो चाहिँ अदुवा है हाम्रो सल्यानबाटै लिएर चाहिँ यो चाहिँ रोपिएको रहेछ बीज चाहिँ सल्यानबाट ल्याउनु भएको सल्यानी अदुवा है त दामी भइरहेछ ओखर हो कस्तो टाइपको ओखर हो यो चाहिँ ए ओखरको बिरुवाहरू यो चाहिँ अनि यो चाहिँ चाइनिज अम्बक है त्यही त अम्बकको चाहिँ चाइनिज अम्बक सानो पात हुँदो रहेछ अहिले उसको दाना पनि सानो है प्याजको बिरुवाहरू चाहिँ बिरुवाहरू उम्रिसकेछ सानो भएर साइली खुर्सानी है साइली खुर्सानी यो चाहिँ योभन्दा सानो खुर्सानीहरू पनि पाउँछ जिरे खुर्सानी हेर्दा सानो जिब्रोमा लाग्यो कि च्वास्स बनाउने है डेमो गर्दै हुनुहुन्छ सरले चाहिँ ज्योतिरको एरियामा छ है त हाम्रो चाहिँ सर सिसुङगढी गाउँपालिका वडा नम्बर 6 को वडा अध्यक्षज्यूको फर्म हो यो चाहिँ कृषि फर्म यत्रो एरियामा चाहिँ उहाँले गरिराख्नु भएको छ आफै पनि खटिराख्नु भएको छ मजाले गाजर अर्ग्यानिक गाजर वाह मिठो छ अर्ग्यानिक हो नि त मान्छे जस्तै पो रहेछ त गाडी उ त्यही माथि छ प्रायः जस्तो बिउ बिरुवाहरू बाहिरबाट ल्याउनु हुन्न जस्तो छ नि सबै प्रायः चाहिँ यही नै उ गर्ने गाजरहरू खाँदैछौँ फर्ममा खानालाई तयारी अवस्थामा बस्नुभएको यता चाहिँ साइली खुर्सानी यता चाहिँ साइली खुर्सानी हेलो हामी चाहिँ आज दिनभरि निसङ्खेबाट 10 बजेतिर चाहिँ हामी हाम्रो लेखराज सरको घर सिसुङगढी 6 भदौरे गैरी गाउँमा आयौँ त्यसपछि हामीले मिठो चाख्लाको भात दही दुध सागको तरकारी अनि लोकल दाल खायौँ त्यसपछि हामी 12 बजेतिर है 12 बजेतिर चाहिँ हामी हाम्रो दाइहरूलाई भेट्दै हामी भदौरेको तल पुछारतिर पुगेर फर्किँदैछौँ अब चाहिँ हामी फेरि ब्याक टु निसङ्खे जान्छौँ अब आजको भ्लग चाहिँ हामी यही इन्ड गर्न चाहन्छौँ केही थप हजुरहरूको यो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् है हाम्रो भिडियोहरू आइरहेको हुन्छ ओके थ्याङ्क यू सो मच ओके वाच टिल इन्ड डु सब्सक्राइब बाई